हेलो गुड मर्निङ नमस्कार फ्रम इन्डियाको फाप्री भन्ने जग्गाबाट तपाईँहरूलाई आज चाहिँ स्वागत गरेँ मेरो प्रितिहाङ तुमरुक युट्युब च्यानलमा। म चाहिँ आज यो इन्डियामा चाहिँ यो फाप्री भन्छ होइन त, बेस क्याम्प पनि होला होइन। हाम्रो उहाँ दिदी हुनुहुन्छ, यसको नाम चाहिँ के अरे दिदी? गुड मर्निङ, हेलो बिपी दिपी डिम्पी, हात देऊ, हात डिम्पी, हात देऊ, चिन्दैन क्या हो डिपी, हात देऊ हात देऊ हात देऊ हात देऊ, ल हात देऊ, ल हात दियो, अर्को देऊ, अर्को अर्को हात देऊ, अर्को हात देऊ डिपी। राम्रोसँग चिन्दैन रहेछ डिपीले, हिजो मात्रै आएको, कहाँबाट चिन्छ डिपीले होइन। ए डिम्पी, यता चाहिँ हाम्रो सोल्टी गुड मर्निङ। गुड मर्निङ गुड मर्निङ। यहाँ चाहिँ अचम्मको कुरा के छ भने चाहिँ अब गाईहरू पनि पाल्नु हुँदो रहेछ दिदीले, अनि अब साँझ बिहान चाहिँ आफै आउँदो रहेछ यो गोठतिर। मजाको यो बाछा हो कि बाछी हो? यो बाछा हो। ए यसको त जुरो पनि आउँदो रहेछ नि। यो यिनीहरू चाहिँ बाछीहरू दुइटै? यहाँ चाहिँ भर्खर जन्मिएको, कति महिना भयो यिनीहरू? 1 महिना 1.5 महिना यस्तो रहेछ है त। अहिले बिहानको ठ्याक्कै 6 बजेको छ। यहाँ चाहिँ गाईहरू आफै आएर अझै आउने बाँकी छ होइन। यता आइज माली गाईहरू पनि बलियो बलियो हुँदो रहेछ यहाँ। यता आइज मुडुली, यस्तो छ लाल मुडुली। ल आयो रेल, यस्तो छ है त। ल यो चाहिँ धुने बेलामा बिहान बेलुका चाहिँ आफै आउँछ होइन त सोल्टी? ओ यसको पनि जुरो निस्किँदो रहेछ। यो के बाछा हो? यसको जुरो निस्किँदो रहेछ नि, जुरेवाला। यस्तो छ है गाइज यहाँको लाइफस्टाइल भनेको। लगभग आज म एकैछिन पछाडि लगभग 7-8 बजेतिर चाहिँ म पनि फर्किन्छु। यसको नाम के? माली तारी? माली हान्दैन पनि रहेछ पहिलोचोटि। हजुर ए अर्को गाई। यसको के ढोका खोलिदिनु पर्छ? हेलो तारी, यो चाहिँ यता तल बाहिर वेटिङमा रहेछ है, बिहानै आउने। अब सन्तानको माया भनेको त्यस्तो हुन्छ। यो नानीहरूको लागि पनि आउँदो रहेछ, यो बाच्छा बाच्छीहरूको लागि होइन। यस्तो छ है त गाइस तपाईँहरूलाई। यो इन्डियाको सिलिगुडीदेखि ठ्याक्कै लगभग यहाँ 1.5 किलोमिटर जति पर्दो रहेछ यो फाप्री भन्ने ठाउँ। त्यो ठाउँबाट तपाईँहरूलाई स्वागत गरेको है। ठ्याक्कै ढोका खोलेपछि भित्र इन्ट्री गरौँ है। ल यस्तो छ तर स्पेस। ल अर्को पनि आइपुगेछ, अर्को पनि पो आइपुग्यो त गर्दै। दिदी चाहिँ यहाँ गाई धुँदै हुनुहुन्छ है। अब बिहान बिहानै ल ल यसले त हान्छ पो त मलाई त। के भयो केटा? हान्न पो खोज्दो रहेछ। यसको छोरी हो र यो? ए यो पनि? यो पो भर्खरको देखिन्छ त। ए आयो आयो बच्चा। ल सट्ट एकछिन दुध खुवाउने। नबाध्दो रहेछ नि यिनीहरू, झगडा त नगर्दो रहेछ। लु आयो।
पालै पालो यिनीहरूको पालो होइन अब छिमेनहरूको पाल यसको पालो सकेकै छैन ल तान यता आइज दुध पनि निकै धेरै पो आउँदो रहेछ नि दुईटाको धुको होइन अहिलेसम्म तिनटाको दिइसक्नुभयो ए अब एउटा बाँकी यो दुईटा ए ए होइन एउटा अघि दिएर भनेपछि दुना अहिले कतिवटा छन् पाँचवटा 5वटा है सातवटामा पाँचवटा छ ए हो त एउटा बाछा दुईटा बाछा तिनटा बाछा अनि बाहिर अझै दुईटा बाछा छ होला ए एउटा यहाँ छ ओ के छ हालखबर केटा कि केटी हो ए होइन यो सानो त्यस्तो छ है त फाइनली धुइसक्नु भयो नि त दुध ल दिदीले एक बाल्टी दुध धोएर गइसक्नु भयो एउटा दुईटा तिनटा चारवटा गाईहरू चाहिँ अहिले पनि त्यसै छन् यो माली भयो यता चाहिँ तारी यो पुतली यो चाहिँ यो पुकुली यस यो लालमुखी लाल यसले ए हान्दो पो रहेछ के गरौँ भनेर यसको छोरा होला नि हो मलाई छोराले मारो भनेर चाहिँ यहाँ मलाई हान्दैछ हौ हामारेको होइन नि त यार अनि यसको बाछो चाहिँ नछोड्नु अनि खोइ जाँदैन ए यसले त मलाई त हान्नु खोज्दैछ यसले के गरेको भन्दो रहेछ के ल झन्डै हानु नि मलाई त होइन त्यो बच्चा मुनि थियो बाछो अनि मेरो बाछोलाई चाहिँ मार्ने हो कि क्या हो लाने हो कि क्या हो भनेछ के यतातिर चाहिँ देख्नुहुन्छ करेसा बारी यही छेउमा चाहिँ रहेछ है दिदीको यो मन्दिर पूजा गर्ने ठाउँ यस्तो छ है बिहानको बल्ल अहिले 6 बज्दैछ यहाँ छ मन्दिर भइहाल्यो बाँकी यहाँ वरिपरिको नजारा यस्तो छ है माथि छतबाट चाहिँ अझै राम्रो देखिन्छ होला सायद भन्छु यो फुल चाहिँ दिदीले यहाँ पनि रोप्नु भएको रहेछ पहिला हाम्रो गाउँ पहाडमा जो सिवामा चाहिँ हामी यसरी खान्थ्यौँ यसलाई आएन त अलिक कलिलो खानुपर्छ गाई ल हेर्नु है ट्याक्क लाएर यस्तो तान्ने अनि आयो मिठो मिठो आयो यसरी खान्थ्यौँ है यो के यसको यो फुलको नाम चाहिँ खै हामी त त्यो के फुल पो भनिन्थ्यो दिदी यसलाई यो खोर्सानी फुल रे हामी त लिम्बू भाषामा मच्छी फुल कि मच्छी फुङ कि के भन्थ्यौँ खुब यसलाई तान्दै खाइन्थ्यो एउटा यो फुललाई खाने एउटा रातो टाइपको चरा साह्रै राम्रो आउँथ्यो चुच्चो लामो भएको होइन यसलाई घन्टी फुल त हामी गाउँतिर त यसलाई त मच्छी फुङ भनेर भनिन्थ्यो खुब खाइन्थ्यो नि यो यस्तो छ है गाइजहरू ल माथि छतबाट पनि देखाउँछु है यहाँको नजारा दिदीले हल्का यहाँ यसो के भन्छ यो फुलहरू पनि रोप्नु भएको रहेछ कि माथि लागौँ है अब यो घर चाहिँ अहिलेसम्म अलि राम्रोसँग कम्प्लिट भएको छैन त्यसैले अलिकति लथालिङ्ग रहेछ केही छैन यहाँ गिटीहरू पनि रहेछ है ल यहाँ माथि बाटोको नजारा चाहिँ यस्तो छ है वरिपरि तपाईँलाई घुमाएर देखाउँछु घरले भलिसकेको रहेछ यो खाली एरियामा यहाँतिर चाहिँ भर्खरै घर बन्नु आँटेको रहेछ यहाँ यो एरिया चाहिँ हाम्रो दिदीको गोठ के यता त घर तरुल पनि छ त नि ए घर तरुल पनि रहेछ यहाँ यस्तो छ है त गाईहरू ल औ त्यो तपाईँकै गाई होइन र ए धोएर त्यहाँ गाई त्यहाँ पुगेछ है पर
चढ्दै 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 यिनीहरूको चाहिँ खुसी रहेछ यो बेस क्याम्प भरि चाहिँ जताततै जाने थापिन्छ मैला यो उसी यो जङ्गल त्यो जङ्गल जङ्गल यता गर वरिपरि देख्छ नि त्यो चाहिँ बेसिक क्याम्प हो ए बेसेप क्याम्प त्यहाँ वरिपरि यो गाउँ चाहिँ बिचमा त्यही त हिजो मैले त अटोवालालाई सोधेको फाप्री मात्रै भन्नु त नि कता भनेको बेसेप क्याम्प भनेको फाप्री भनेर यतै ल्यायो यो चाहिँ सिधा अहिले भानुचोक भन्छ के यस्तो छ ए यसलाई चाहिँ भानुचोक उयो माथि गेट ए ल ठिक छ केही छैन गाइज आज यो इन्डियाबाट पनि तपाईँहरूलाई देखाएँ मन्दिरको नजारा यता माथिबाट यस्तो छ है ल त